आज शनिबारको दिन हामी ध्रुव सरसँग सरसफाई अभियानमा जुटेका छौँ। यहाँका तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँका बुद्धिजीवी भनौँ, शिक्षाप्रेमी र अग्रगामी सोच भएका सर ध्रुव सर ज्यूको स्वामित्वमा, उहाँको आग्रहमा यहाँका युवाहरू सम्पूर्ण युवाहरू मिलेर हामी आज सरसफाई कार्यक्रम गर्दैछौँ। यो मिर्चया नगरपालिका वार्ड नम्बर 6 मा अवस्थित गुरुकुल पाठशाला नजिक र यहाँ बिडी कलेज, ब्रह्मचारी दामोदरानन्द कलेजका अगाडिमा हामीहरू अहिले सफा गरिरहेका छौँ। र ब्याकग्राउन्डमा आज यति कुहिरो भए तापनि हामीहरू पुरै सरसफाई कार्यक्रममा लागेर पुरै पसिनै पसिना भएको छ। यहाँ सम्पूर्ण युवाहरू आफ्नो आफ्नो झाडु लिएर सरसफाई कार्यक्रममा हामीहरू उपस्थित भएका छौँ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ, यति कुहिरोको बावजुद हामी सरसफाई अभियानमा लागेका छौँ। सम्पूर्ण युवाहरूलाई धन्यवाद। यसरी नै सरसफाइमा यदि हामी एकजुट हुन्छौँ र कुनै पनि देशको मुहार फेर्नलाई आफैबाट सुरु गर्नुपर्छ। धन्यवाद। नमस्कार। जय नेपाल।